नेपालमा बाढी र पहिरोको असर र UNICEFको प्रतिक्रिया। नेपाल ह्युमनिटेरियन फ्लोट रिपोर्ट पब्लिस अन 1 अक्टोबर 2024 मा समावेश भएको केही फ्याक्टहरूलाई हेरौँ। नेपालमा असोज 27 र 28 मा आएको अविरल वर्षाले ठूलो विनाश ल्याए। 217 जनाको मृत्यु भयो, जसमा 35 जना बालबालिका थिए। हजारौं घरहरू भत्किए, हजारौं मानिसहरू विस्थापित भए र प्रमुख सडकहरू पहिरोले अवरुद्ध भए। 54 वटा विद्यालयहरू क्षतिग्रस्त भए, जसले 10,000 भन्दा बढी बालबालिकाको शिक्षा प्रभावित बनायो। UNICEFले 2000 वटा हाइजिन किट, बाल सुरक्षा सामग्री र पानी शुद्धिकरण उपकरणहरू प्रभावित क्षेत्रहरूमा पठाएको थियो। बालबालिकाको सुरक्षा र सहयोगका लागि UNICEFले हेल्पलाइन र बाल संरक्षण कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ। यो भिडियो शेयर गर्नुहोस् र सहयोग गर्नुहोस्। यो मनसुनमा सुरक्षित रहनु तपाईले के सावधानी अपनाउनु भएको छ वा सल्लाह दिनुहुन्छ, कमेन्ट गर्नुहोस्।